सहयोगको समय मन्त्रीजीको फोनको घन्टी तारन्तार बज्यो। सायद फोनको घन्टीकै कारण मन्त्रीजी बाथरुमबाट हठात बाहिर निस्किनुभयो र हात पनि नपुसेर फोन समातेर हलो भन्नुभयो। फोन लाउडस्पिकर मोडमा त हुनु पर्ने हो, तर पनि उताबाट बोलेको स्पष्टै सुनिन्छ, यताबाट बोलेको त सुनिने नै भयो। नचाहँदै पनि हामीले उताबाट बोलेको पनि सुन्नै पर्ने भयो। उताकै आवाज सुनियो, हेलो मन्त्रीज्यू, लाल सलाम, म सहिद बोलेको। ए जय नेपाल भन्दै मन्त्रीजी केही झस्कनु भयो र सोध्नुभयो, को रे? सहिद बोलेको रे। सहिद बोलेको भन्ने सुन्दा म त झस्सँगै भएँ। त्यहाँ बसिरहेका अरू पनि मुखामुख गरे। उताबाट आवाज आयो, चिन्न भएन क्या हो? म सहिद बहादुर खत्री। मन्त्रीजीले बोल्नुभयो, क्या हो? ए हो मैले चिने नि, किन नचिन्नु, हाम्रो सहिदजी बोल्नु भएको होइन। यति भन्दै गर्दा मन्त्रीजी हामीलाई हेरेर मुसुक्क हाँस्न पनि गाउनुभयो। कुरो नसकिँदै सायद फोन कट्यो कि क्या हो, हेलो भन्दै मन्त्रीज्यू अर्कोपट्टि लाग्नुभयो। इसारा बुझिँदै गरी मभन्दा अगाडिदेखि त्यहाँ कुरिरहेका एउटा टिम मन्त्रीजीलाई पछाउँदै बोक्दै कोठातिर लाग्यो। अब आफ्नो पालो नामन्जेल बाहिर कुरेर बस्नु नै पर्ने भयो। समय कटाउनलाई पाकेटबाट मोबाइल निकालेर कोट्याउन खोज्दै थिएँ, ठ्याक्कै मेरो दिमागमा अघिको कुरा आयो। भर्खरै मन्त्रीजीलाई फोन गर्ने सहिदजीलाई मैले कस्तो बिर्सेछु त। अहिले पो याद आयो, उनी गैरा गाउँका काउले खत्रीका छोरा त हुन् नि। शहीद दिवसको दिन जन्मिएको हुनाले उनको नामै शहीद राखिएको पऱ्यो। अरू मरेपछि शहीद भन्छन्, तर उनी जन्मिएपछि शहीद भन्छ। नामै शहीद भइसकेपछि नाम सुहाउँदो व्यवहार भइदिए त हुन्थ्यो नि, तर उनको चरित्र भने नाम सुहाउँदो पटक्कै थिएन। उनी 70 र 87 को चाकरीमा आफ्नो दुनो सोझ्याउनमा खप्पिस मानिन्थे। दलाली, फटाई, ठगी आदि काममा उनी नामुन नै थिए। उनी आवश्यकता अनुसार यो पार्टी त्यो पार्टी जतासुकै जान्थे। सबै पार्टीकाले उनलाई प्रयोग गर्न पनि भ्याउँथे। उनका कर्तुतहरू मेरो मानसपटलमा एकपछि अर्को तरङ्गिन थाले। गुप्त कोठामा पसेको टोली ठुल्ठुलो स्वरमा हाँस्दै बाहिर निस्केपछि म शहीदजीको जीवन गतिविधिको तरङ्गबाट बिउजिँदै भएँ। मन्त्रीजीसँग भेट्ने अब मेरो पालो आयो होला भनेर म भित्र बसेँ। ठिक त्यही बेला फेरि मन्त्रीजीको फोनको घन्टी बज्यो। मलाई साइडको सोफामा बस्ने इसारा गर्दै मन्त्रीजी फोनमै कुरा गर्न लाग्यो। हेलो, ए शहीदजी, भन्नुहोस् त, तपाईँले बिहानदेखि यो फोनमा कुरा गर्न खोजेको के भयो कटेको भइरहेछ, केही इमर्जेन्सी थियो कि? उताबाट आवाज सुनियो, नाइ त्यस्तो इमर्जेन्सी त केही थिएन, आज राति सपनामा हजुरलाई देखेको थिएँ। मन्त्रीजी पुलुक्क मतिर हेरेर केही मुस्कुराउनु भयो। ए सपनामा देख्नु भएको? ए हो र? अनि अरू के देख्नु भयो त? के गरेको रहेछु मैले? केही रसिक पारामा मन्त्रीजीले सोध्नुभयो। चेपारे स्वरमा उताबाट आवाज आयो, अनि हजुर ठुलो धरहरा भन्दा पनि अग्लो घरको माथि कौसीमा बसेर तलतिर हेरिरहनु भएको थियो। पछि हेर्दा त्यो माथिको कौसीबाट उड्न खोज्नुभएछ। कसो उड्न नसकेर तल खस्दा त ठुलै स्याउला जस्तो केको रासमा खस्नुभएछ। हेर्दा त्यो रास त पैसाको रासमा पो परिणत भएछ। ए मेरी आमै, हेर्दा हजुर त त्यही रासमा कता हराउनु भएछ। यता हेर्छु देख्दैन, उता हेर्छु देख्दैन। हजुरलाई नदेखेर म त आत्तिन थालेछु। सासी धुनिएला जस्तो भयो। म त झसङ्गै बिउजेँ। त्यतिखेर फोन गर्न मन लागेको थियो। रातिको 2 बजेको रहेछ। त्यतिखेर के फोन गर्नु भनेर बिहान उठ्ने बित्तिकैदेखि ट्राई गरेको, कटै भइरहेछ। ए हो र? अचम्मको सपना देख्नु भएछ त है भन्दै मन्त्रीजी ठुल्ठुलो स्वरमा हाँस्नुभयो। कुरो टुङ्ग्याउन खोज्दै, अनि अरू केही थियो कि भनेर मन्त्रीजीले सोध्नु पनि भयो। नाइ त्यस्तो केही काम थिएन, त्यही सपना देखेको थिएँ, त्यही भएर उताबाट आवाज आयो। ए ल धन्यवाद भन्दै मन्त्रीजी मतिर हेरेर फेरि मुस्कुराउनु भयो। यत्तिकैमा मन्त्रीजीका निजी सचिव आएर मैले नबुझ्ने गरी मन्त्रीजीको कानमा नजिकै के हो खस्याक खुसुक गरे।
उनको कुराले मन्त्रीजी के सतर्क भए हुनुभयो र अलि हतारिए चाहिँ मेरो नजिक आएर मलाई ढाडमा थाप लगाउँदै भन्नुभयो ल है म एउटा इमर्जेन्सी मिटिङमा निस्किनु पर्ने भयो, तपाईँसँग कुरा गर्नै पाइएन, दिउँसो अफिसमै भेटौँ न है। उहाँ हतारिँदै निस्किनु भयो। मैले आफ्नो कुरा राख्ने मौकै पाइनँ। उहाँहरू गाडीमा बसेको हेरिरहेँ। मेरो मानसपटलमा भने अघि फोनमा सुनेको शहीदको सपना रुमल्लिरह्यो। धन्यवाद।